यो न्यूज 24 टेलिभिजन न्यूज 8 मा स्वागत छ। देशभर माध्यमिक शिक्षा परीक्षा एसईई चलिरहेको छ। विद्यार्थीहरू परीक्षा हलमा प्रवेश गर्ने र ज्ञानको परीक्षण गर्ने यो मौका एउटा अवसर पनि हो। तर यसका विभिन्न आयामहरू छन् जसले नेपाली समाजलाई अनेकतामा बाँधेको छ। एसईईलाई लिएर प्रतिष्ठाको विषय समेत बनाउने गरिन्छ। शिक्षा सम्बन्धीको नयाँ व्यवस्थाले कक्षा 8 देखि 12 सम्मको कल्पना गरे पनि एसईईलाई चेन गेटको रूपमा लिइन्छ। त्यसपछि 11 र 12 कक्षा अध्ययन रोजाइ र इच्छामा निर्भर गर्छ, जुन विषयलाई सरकारले व्यवस्थित पार्न सकेको छैन। शिक्षाको निजीकरणमा व्यापारको ठूलो श्रृङ्खला चलिरहेको छ। एसईई चलिरहँदा मधेसका केही जिल्लामा देखिएका घटनाले लज्जास्पद स्थिति सृजना गरेको छ। चिट चोराउने नाममा मोबाइलदेखि बाँसको टुप्पोमा चिट पुर्याउने काम चलेपछि तारबारदेखि जस्ता पाताले ढाक्नुपर्ने स्थिति देखिन्छ। शिक्षा प्रणालीमाथि यो भन्दा भद्दा मजाक के हुन सक्छ? राज्यले यस्ता विषयलाई केन्द्रमा राखेर समाधानको बाटो पहिले आओस्। शिक्षा प्रणालीमा देखिएको समस्या र राज्यको उदासीनताका कारण परीक्षा प्रणाली र उत्पादित जनशक्तिको योग्यतामाथिका प्रश्न जहिल्यै पनि उठ्ने गरेका छन्। अझ शिक्षामा चलिरहेको चरम व्यापारीकरणले अर्को रूप लिने खतरा पनि उत्तिकै छ। एसई परीक्षामा चलिरहेकै बेला भर्ना कार्यक्रमका प्रचार पनि सुरु भइसकेका छन्। शैक्षिक सत्र सुरु हुन लाग्दा भर्ना सकिने स्थिति पनि छ्याप हुन्छन्। यस्ता विषयमा सरकारले प्रभावकारी कदम चाल्न सकेको देखिन्न, जुन कारण शिक्षा प्रणालीमाथिका प्रश्न जहिल्यै शङ्कामा देखिन्छन्। स्थानीय तहदेखि सबै सरकारले शैक्षिक सत्रलाई व्यवस्थित पार्ने योजना बनाउन्। आरक्षण कोटाको सुपरिवेक्षण, शिक्षाको गुणस्तरदेखि सबै पक्षमा ध्यान दियोस्। एसईमा देखिएका भद्दा दृश्यमाथि राज्यले निर्ममतापूर्वक समीक्षा गर्दै परीक्षा प्रणालीमाथि नै पुनर्विचार गरोस्। शिक्षालाई व्यवहारिक बनाउने बाटो खोजोस्। हामी निरन्तर न्युजमा छौँ। कांग्रेस सभापति शेरबहादुर देउवा पूर्व राजा ज्ञानेन्द्र शाह विरुद्ध आक्रामक पेश भएका छन्। देउवाले पूर्व राजालाई राप्रपाको सभापति बन्न सुझाव नै दिए। ज्ञानेन्द्रले आफूमाथि विगतमा गरेको अपमानको गुण देखाउने यसरी नै दिन खोजेको चर्चा चल्न थालेको छ। एक रिपोर्ट। पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय बन्दै जाँदा केही दिन चुप बसेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले भने आक्रामक रूपमा प्रस्तुत भएका छन्। पूर्व राजाप्रति देउवाको आक्रामकता पछाडि उनको विगत जोडिएको छ। देउवा 2052 सालमा पहिलो पटक प्रधानमन्त्री बने। तत्कालीन समयमा राजा थिए वीरेन्द्रको पालादेखि प्रधानमन्त्रीको कुर्सीमा उक्लिएका देउवा फेरि अहिले प्रधानमन्त्री पदको पर्खाइमा छन्। कांग्रेस एमाले सहमति टिकिरहे केही महिना र देउवाले चाहेको खण्डमा तत्कालै प्रधानमन्त्री बन्न देउवालाई केही कुराले छेक्न सक्ने स्थिति छैन। कांग्रेस फुटाएर होस् वा एकतामा आएर होस्, देउवाले आफूलाई स्थापित गर्न हदैसम्मको राजनीतिक कर्ममा लाग्ने गरेको दृष्टान्त लुकेका छैनन्। 2 कार्यकाल कांग्रेस सभापति बनेपछि अब देउवा अर्को पटक सभापति बन्न नपाउने कांग्रेसको विधानमा व्यवस्था छ। यस्तोमा कांग्रेसको सभापति बन्ने समय देउवाका लागि सायद यो नै अन्तिम हो र यही समयमा उनी प्रधानमन्त्री पनि बन्नेछन्। देउवाको पार्टीगत राजनीति यसरी चलिरहेको परिवेशमा पूर्व राजा ज्ञानेन्द्र शाहको सत्ता मोह अहिले पलाएको छ। ज्ञानेन्द्रले अहिलेको शासन प्रणालीमाथि प्रश्न मात्रै गरिरहेका छैनन्, देशमा शान्ति आवश्यक रहेको समेत भनिरहेका छन्। अहिले चाहिँ नि देशमा शान्ति चाहिएको छ। कसैले कसैको पनि भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नुलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। पूर्व राजा शाहले यस्तो जिकिर गरे पनि देउवा गणतन्त्रको विकल्प राजतन्त्र नहुने जिकिरमा सधैँ अडिग देखिएका छन्। मलाई लाग्छ यो गणतन्त्र स्थायी रहन्छ र यसलाई अझ चाहिँ सुदृढ बनाउनुपर्छ र यसको सोचाइ प्रभावकारिता बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ। त्यसैले यो राष्ट्रिय निर्माणको नीतिबाट जो बुझाउँदै आज यहाँ आइपुगेका छौँ, यसलाई हामीले अझ चाहिँ नि अगाडि बढाएर लानुपर्छ। र यो अहिलेको बेला सम्पूर्ण नेपालीहरू, चाहे मधेसमा हुन्, चाहे पहाडमा हुन्, चाहे हिमालमा हुन्, चाहे पूर्वतिर चाहे पश्चिममा हुन्, सम्पूर्ण नेपालीहरूको एकता राजतन्त्र वा राजसंस्था आउन नसक्ने भन्ने गरेका देउवा पहिले सामान्य रूपमा नै प्रतिक्रिया दिने गर्थे। तर अहिले देउवा आक्रामक रूपमा पूर्व राजा ज्ञानेन्द्र शाह विरुद्ध पेश हुन थालेका छन्। देउवाले भन्न थालेका छन् ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपाको सभापति बने हुन्छ। तर राप्रपाले पनि दुःख पाउँछ।
राजनीति गरी भइहाल्यो त्यो पार्टीको लागि पनि धुपाउन सकिन्छ भने आफूलाई पनि धुपाएको हुन्छ त्यस कारण चाहिँ यो राजा समुदाय राजा बहिनी मलाई हेर्नु यो बाइक दिएछ बाइक टेम्परामेन्ट कुनै पनि हाल्न सुविधा गरिरहन छैन त्यस कारण हामी चाहिँ बाध्य होला मैले सबै कुरा गर्दैन मलाई सुनिदिएन हामी अदालतले वास्तवमा देउवाले ज्ञानेन्द्रलाई राजा बन्न लायक नभएको व्यक्ति किनभने देउवाले राजसंस्था नचाहेर वा ज्ञानेन्द्रमाथिको पुरानो ऋषिबीका कारण सतहमा आएका विभिन्न चर्चा अब फेरि सार्वजनिक चासोको विषय बन्न पुगेका छन्। देउवा ज्ञानेन्द्र सम्बन्ध 2058 साल जेठ 19 गते दरबार हत्या प्रकरणपछि ज्ञानेन्द्र शाहले राजा बन्ने अवसर पाए। महेन्द्रका माइला छोरा ज्ञानेन्द्र बाल अवस्थामै पहिले पनि एकपटक राजा भइसकेका थिए। त्रिभुवनले भारतको शरण लिएपछि केही समय राजा बन्ने अवसर पाएका ज्ञानेन्द्रले युवा अवस्थामा पुनः राजा बन्ने मौका पाए। उनका दाजु वीरेन्द्रको वंशनाश भएपछि उनी फेरि राजा बन्न पुगे। ज्ञानेन्द्र राजा बनेपछि 2058 साउनमा देउवा फेरि प्रधानमन्त्री बने। देशमा माओवादी युद्ध चर्किएको थियो। माओवादी युद्धकै बीचमा देउवाले संसद विघटन गर्दै चुनावको घोषणा गरे। संसद विघटनमा पनि ज्ञानेन्द्रको आज्ञा पालना गरेको कुरा लुकेको छैन। माओवादी युद्धका बीच चुनाव हुने स्थिति थिएन। देउवाले चुनाव गर्न सकेनन्। यही मौका छोपेर ज्ञानेन्द्रले देउवालाई असक्षम भन्दै 2059 असोज 18 मा सत्ता हातमा लिए। देउवा असक्षम घोषित भए। यतिमै नरोकिएका ज्ञानेन्द्रले फेरि देउवालाई 2061 मा प्रधानमन्त्री नियुक्त गरे। देउवाले फेरि ज्ञानेन्द्रको विश्वास गरे तर देउवाको विश्वास लामो समय टिक्न सकेन। देउवालाई फेरि ज्ञानेन्द्रले 2061 माघ 19 को शाही कु मार्फत हटाएर पूर्ण शासन सत्ता हातमा लिए। त्यसपछि ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरूलाई छानी छानी नजरबन्दमा राख्न थाले। यही क्रममा देउवा पनि 2061 फागुनमा पक्राउ परेर 18 महिना जेलमा रहन पुगे। देउवामाथि तत्कालीन समयमा ज्ञानेन्द्रले भ्रष्टाचार गरेको आरोप लगाएका थिए। यो सबै काम शाही आयोग मार्फत भएको थियो। तर सर्वोच्च अदालतले देउवालाई 2062 फागुन 1 मा रिहा गर्न आदेश दियो। त्यसपछि देउवा र ज्ञानेन्द्रको सम्बन्ध खास बन्न सकेको छैन। उनीहरूको सम्बन्ध औपचारिक रूपमा कहिले ठिकै चल्ने कहिले सङ्घर्ष हुने भए पनि जेल नै हालेपछि भने नराम्ररी बिग्रन पुगेको देखिन्छ। विश्वासघात, शक्ति सङ्घर्ष र मतभेदका कारण उनीहरूको सम्बन्धमा देखिएको दरारमा ज्ञानेन्द्र सर्वसाधारण जनताको स्थितिमा आइपुगे पनि देउवा फेरि प्रधानमन्त्रीको लाइनमा छन्। देउवालाई जुरेको संयोग। दुई पटक धोका पाएका देउवा गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने लाइनमा छन्। देउवाले चाहेको खण्डमा तत्काल प्रधानमन्त्री बन्ने बाटो खुल्ला देखिन्छ। कांग्रेस एमाले गठबन्धन भत्काउन प्रतिपक्षी दलहरू सक्रिय रहेको बेला एमालेलाई छाड्दा मात्रै पनि देउवा सहजै प्रधानमन्त्री बन्न सक्छन्। तर मिठो संयोग के जुरेको छ भने देउवाको सक्रिय राजनीति अहिले अन्तिम इनिङमा चलिरहेको छ। ज्ञानेन्द्रले राजाका रूपमा अन्तिम इनिङमा देउवालाई जेल नै पठाएको स्थिति र देउवा कांग्रेसको राजनीतिदेखि प्रधानमन्त्री बन्ने सम्भावनाको अन्तिम इनिङमा रहेका बेला ज्ञानेन्द्र शाहले अर्थपूर्ण सक्रियता देखाएका छन्। के देउवाले ज्ञानेन्द्रमाथि आफूमाथि गरिएको अपमान, गैर राजनीतिक काम र प्रतिशोधपूर्ण व्यवहारको बदला लिने काम गर्लान्? अहिले देउवाले ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न सुझाव दिँदै राजा बन्न लायक मान्छे नभएको भन्दै गर्दा यो विषयको चासो चौतर्फी देखिन्छ। न्युज 24 टेलिभिजनका लागि ब्युरो रिपोर्ट। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोकिएको एमसीसी परियोजना नेपालमा पुनः सञ्चालन भएको छ। अमेरिकाले दिँदै आएको सहयोग अनुसार अनुदान पाउने देशहरूले काम नगरेको र अनुदानमाथि ठगी भएको आरोप लगाउँदै ट्रम्पले 90 दिनका लागि सबै काम कारबाहीमा रोक लगाइदिएका थिए। अहिले काम सञ्चालनका लागि टेन्डरको सूचना जारी गरिएको छ तर सहयोगमाथिको समीक्षा पनि जारी नै छ। एक रिपोर्ट। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा रोकिएका परियोजनाहरूले पुनः गति पाउने भएका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका परियोजना सञ्चालकका लागि अमेरिकाको ग्रीन सिग्नलमा टेन्डर आह्वान भएसँगै कामले गति पाउने देखिएको हो। ट्रम्पले आफ्नो कार्यभार सम्हालेको केही दिनपछि नै अमेरिकाले विश्वभर दिँदै आएको अनुदानमाथि 90 दिनका लागि अंकुश लगाएको थियो। त्यसैको प्रभाव एमसीसी परियोजनामा पनि परेको थियो। अमेरिकाको रणनीतिक परियोजना हो एमसीसी। एमसीसीको अनुदान स्वीकार नगर्ने भन्दै नेपालमा कडा विरोधका बावजुद अमेरिकाकै जोडबलमा संसदबाट पारित गराइएको थियो एमसीसी। त्यसैले पनि अन्य परियोजना रोकिएको अवस्थामा पनि एमसीसी रोक्न नहुनेतर्फ अमेरिका दबावमा परेको थियो। त्यसैको परिणाम हो अमेरिकी सरकारले विदेश सहयोगको समीक्षा गरिरहेको अवस्थामा एमसीसीको नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम पुनः सुरु गर्न अनुमति दिनु। के भनिएको छ एमसीए नेपालको सूचनामा? परियोजनाका निश्चित काम गर्न अनुमति दिएपछि एमसीए नेपालले अहिले खरिद सूचना निकाल्न थालेको छ। एमसीए नेपालले जारी गरेको सूचना अनुसार अमेरिकी सरकारले विदेश सहयोगको समीक्षा गरिरहेको अवस्था अहिले छ।
तर पनि एमसीसीको नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम पुनः सुरु गर्न अनुमति दिएको छ, तर यो अनुमतिले यसको समीक्षाबाट कुनै नतिजा प्राप्त भएको भन्ने अर्थ भने लाग्दैन भनी सूचनामा उल्लेख छ। यसरी अगाडि बढाउन अनुमति दिएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू रहेको एमसीए नेपालको भनाइ छ। साथै एमसीए नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको जनाइएको छ। यसबीच आफूबाट पालना हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र एमसीसीसँग समन्वय गरिरहेको पनि उसले जनाएको छ। सूचना जारी गर्नु अघि टेन्डर आह्वान। केही काम सुचारू गर्न अनुमति प्राप्त भएको सूचना जारी गर्नु अघि नै एमसीए नेपालले गत बिहिबार धानखोला लमई सडकको पेमेन्ट रिसाइक्लिङ सम्बन्धी काम सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्ति गर्ने बोलपत्र आह्वान गरेको छ। नारायणगढ मुगलिङ सडकको आवधिक मर्मत सम्भार सम्बन्धी कार्यको डिजाइन तथा निर्माण सुपरिवेक्षण सम्बन्धी परामर्श सेवा खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको छ। अमेरिकी सरकारको अनुमति प्राप्त भएपछि यी बोलपत्र आह्वान भएको बताइएको छ। परियोजनाहरू के गर्ने भन्नेबारे यसबीचमा के भयो। एमसीसी बारेको अन्यलता हटाउन सरकारी निकायबाट निरन्तर कूटनीतिक पहल जारी। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवा भारतको नयाँ दिल्लीमा लामो बसाइपछि गएको शनिबार नेपाल फर्किन्। दिल्ली भ्रमणकै क्रममा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद वरिष्ठ निर्देशक रिकी गिलले एमसीसीको सहयोग निरन्तर कायम रहने विश्वास व्यक्त गरे। यसबीच एमसीए नेपाल सञ्चालक समितिको बैठक पनि बस्यो। बैठकमा एमसीए नेपालले हालसम्म गरेका कामबारे ब्रिफिङ लिने काम भयो। एमसीसीको अन्यलता हटाउन सरकारी तवरबाट निरन्तर प्रयास जारी रहे। कसरी अन्यलमा परेको थियो एमसीसी। यही फागुन 2 गते एमसीसीले नेपाल सरकारलाई इमेल गरी वैदेशिक सहायता पुनर्मूल्याङ्कन तथा पुनर्संरचना गर्न डोनाल्ड ट्रम्पको 20 जनवरी 2025 को कार्यकारी आदेश अनुसार 90 दिनका लागि एमसीसीबाट हुने खर्च स्थगन गर्न भनेको थियो। 3वटा सबस्टेशन तथा 18 किलोमिटर प्रसारण लाइनको ठेक्का लागेर भौतिक निर्माण समेत सुरु भइसकेको अवस्थामा फागुन 2 गतेदेखि एमसीसीले नेपाललाई दिने अनुदान 3 महिनाका लागि स्थगन गरेको थियो। त्यसपछि एमसीए नेपालका काम अघि बढ्छन् कि बढ्दैनन् भन्ने विषयमा अन्यल थियो। एमसीसी अन्तर्गत नेपालमा कहाँ के भइरहेको छ। एमसीसी परियोजना अन्तर्गत 315 किलोमिटर लामो 400 केभी प्रसारण लाइन, 400 केभी कै 3 सबस्टेशन र केही सडक सुधारका कार्यक्रम सञ्चालन कार्य। तीमध्ये 3 सबस्टेशन र 18 किलोमिटर प्रसारण लाइनको ठेक्काका लागि केही स्थानमा भौतिक निर्माणका काम पनि सुरु भइसकेको अवस्था। बाँकी 297 किलोमिटर प्रसारण लाइन निर्माणका लागि एमसीएले गएको मङ्सिर 12 गते नै बोलपत्र आह्वान गरिसकेको। लमही धानखोला सडक सुधार परियोजनाको पनि ठेक्का लाग्न बाँकी। त्यसअघि कुल 315 किलोमिटर प्रसारण लाइन निर्माणका लागि 2 वर्ष अघि आह्वान भएको बोलपत्रमा बोलपत्रदाताले हारेको टेन्डरको न्यूनतम प्रस्ताव नै लागत अनुमानको 60% महँगो परेपछि 2080 असोज 26मा सबै प्रक्रिया रद्द गरिएको। प्रसारण लाइन परियोजनाको पुनः मूल्याङ्कन गरिएकोमा त्यसअघि छुट्याइएको बजेट अपुग हुने भएपछि अमेरिकी संसदले थप 5 करोड अमेरिकी डलर करिब 7 अर्ब रुपैयाँ अनुदान थप्ने प्रस्ताव पारित गरेको। 5 वर्षमा निर्माण सम्पन्न हुनै पर्ने नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको एमसीए परियोजना गत वर्ष 2080 भदौ 13 गतेदेखि कार्यान्वयनमा गएको थियो। सहमतिका अनुसार परियोजना कार्यान्वयन अर्थात् इन्ट्री इन्टु फोर्समा गएको मितिदेखि समय गणना सुरु हुन्छ। अनि 5 वर्ष अवधिमा खर्च नभएको रकम अमेरिकाले फिर्ता लैजान्छ। तर नेपालमा एमसीसीका कामले सुरुवाती समयदेखि नै गति लिन सकेको छैन। सामान्य अवस्थामै कामको गति सुस्त रहेको एमसीसीमा ट्रम्पको निर्देशनले थप प्रभाव पारेको छ। अहिले पनि यो परियोजना पूर्ण सञ्चालनमा आइसकेको भन्न मिल्दैन। अमेरिकाको आन्तरिक समीक्षा पश्चातको आधिकारिक निर्णयले मात्रै एमसीसीको भविष्य यकिन गर्ने देखिन्छ। न्युज 24 टेलिभिजनका लागि ब्युरो रिपोर्ट। पूर्व प्रधानमन्त्रीदेखि माओवादी युद्धका एक कमान्डर डाक्टर बाबुराम भट्टराई उनी अहिले वैकल्पिक शक्ति निर्माणको बाटोमा लागेको दावी गरिरहेका छन्। तर कहिले कुन दल त कहिले कुन दलको टेको समात्न खोज्दा बढ्याङ खाने र फेरि फर्किएर फेरि पार्टीलाई अघि लैजाने प्रण गर्छन्। बाबुराम किन यस्तो अवस्थामा पुगे त? किन उनले भनिरहेको वैकल्पिक शक्तिको भार आउन सकेन? एक रिपोर्ट। बाबुराम भट्टराईलाई धेरैले अन्तर्मुखी स्वभावका नेता भन्छन्। भट्टराई छन् पनि त्यस्तै। आक्रामकता निकै कम देखिने अनि थोरै लजालु स्वभावका जस्ता देखिने बाबुराम आफ्नै नेतृत्वको पार्टी सञ्चालनमा अन्तर्मुखी स्वभावकै कारण असफलतातर्फ जाने गरेको तथ्य लुकेको छैन। बाबुराम आफ्नो विज्ञता, क्षमता र सिपको प्रयोग गर्नबाट भने चुक्ने गरेका छन्। माओवादी, नयाँ शक्ति, जसपा, नेसपा हुँदै नेसपा नयाँ शक्ति बनेका बाबुराम अब फेरि खुट्टा उचालेर अर्को एकताका निम्ति तयार भएका हुन् त? चर्चा र चासो राजनीतिक वृत्तमा सुरु भएको छ।
माओवादी युद्धमा बाबुराम भट्टराईलाई अनेक उपमा शक्ति र पहिचानले पुकार्ने काम गरिन्थ्यो। बाबुरामलाई पहिचान लुकाउन सक्ने नेतादेखि भयङ्कर वैज्ञानिक भनिन्थ्यो, जसकारण बाबुराम माओवादी युद्धभर आइकन नै थिए। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा पनि बाबुरामले ठूलो भूमिका खेले। बाबुरामले खेलेको भूमिकाको प्रशंसा धेरैले गर्ने गरेका पनि छन्। शान्ति प्रक्रियापछि बाबुराम माओवादीकै शक्तिमा प्रधानमन्त्री पनि बने। प्रधानमन्त्री बनेपछि उनले गरेका केही कामको चर्चा आज पनि हुन्छ। काठमाडौँको बाटो चौडा बनाएको श्रेय बाबुरामलाई जाने गर्छ भने अर्थमन्त्री हुँदा उनले लिएको नीतिको समेत चर्चा हुने गर्छ। त्यसपछि नेपालको संविधान बन्यो। बाबुरामको राजनीति भने उकालो लागेन। बाबुरामले माओवादी नाम, वामपन्थी विचार र आदर्शबाट नेपाली समाजको विकास नहुने भन्दै नयाँ शक्ति निर्माण गरे। नयाँ शक्ति लामो समय चल्न सकेन। नयाँ शक्तिबाट उपेन्द्र यादवलाई सिनियर अध्यक्ष मानेर बाबुरामले दोस्रो अध्यक्ष पनि बने, तर त्यहाँ पनि उनी टिकेनन्। उपेन्द्रसँगको सहकार्य मधेसी दलको मानसिकताका कारण पनि लामो समय चल्न नसकेको बताइन्छ। त्यसपछि बाबुरामले नेपाल समाजवादी पार्टी नयाँ शक्तिको नेतृत्व गरिरहेका छन्, तर यो पार्टी बौरिएला, धेरै प्रश्न र शङ्काहरू देखिन्छन्। मधेसी शक्तिसँग एकताको चर्चा। बाबुराम भट्टराई नेतृत्वको नेसपा अहिले फेरि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टी बीचको एकतामा सामेल हुने चर्चा चलिरहेको छ। सीके र रेशमले पार्टी एकताको गृह कार्य अन्तिम चरणमा पुर्याएका छन्। यो तयारीले सार्थकता पाउने विश्वास समेत गरिएको छ। यस्तोमा रेशमले भनिरहेका छन् बाबुराम भट्टराई पनि एकतामा आउँछु भन्नुभएको छ। उसो त बाबुरामले छोरी तथा नेसपा नेत्री मानुषी भट्टराई यमीलाई नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठकमा विशेष सम्बोधनको अवसर नै दिएका छन्। सामान्यतया पार्टी केन्द्रीय समितिमा बाहिरी व्यक्ति वा नेतालाई यसरी स्पेस दिने गरेको देखिन्न, तर रेशमले एकताको सन्देश दिने यस्तो प्रयोग गरेको देखिन्छ, जुन विषयले बाबुराम पनि एकताका लागि सकारात्मक बनेको चर्चा चलिरहेको छ। यस्तो स्थितिले बाबुरामले फेरि क्षेत्रीय मधेसी दलहरूसँगको सहकार्यलाई जोड दिन खोजेको देखिन्छ। वैकल्पिक शक्तिको हाक। बाबुराम भट्टराईले संविधान निर्माणपछि नै वैकल्पिक शक्तिको रटान लगाइरहेका छन्। बाबुरामले आफूलाई स्थापित गर्न नसके पनि राष्ट्रिय स्वतन्त्र पार्टीदेखि अन्य दलहरू यही नारामा उदाएको कुरा लुकेको छैन। राजनीतिक दल र शक्तिबाट जनता आजित बन्न खोजेका बेला बाबुरामले समातेको वैकल्पिक शक्तिको लट्ठी अर्कैले टेके पनि उनी यो विषयबाट अझै पनि टाढा निस्किन सकेका छैनन्। तर माओवादी केन्द्रसँग एकताको प्रयास समेत गरेर वैकल्पिक शक्तिको विषयलाई थाती राख्न खोजेका बाबुरामलाई प्रचण्डले धोका अपमान गरेपछि बिच्किन पुगेका थिए। त्यसपछि उनीसँग भएका नेताहरूले साथ छोड्दै गए पनि बाबुराम अहिले पनि वैकल्पिक शक्तिको रटान भने लगाइरहेका छन्। वैकल्पिक राजनीतिको नारालाई उछाल्दा आफूलाई घाटा नै लगाएका बाबुरामले देखाएको बाटोले धेरै नेता मन्त्री बनिसकेका छन्। तर के बाबुरामको पालो अर्को चुनावसम्म आउला? यो रोचक विषय बनेको छ। न्युज 24 टेलिभिजनका लागि ब्युरो रिपोर्ट। न्युज और जम्याक्सन पालो ब्रेकको। हामी निरन्तर न्युजमा छौं। तराई मधेस केन्द्रित दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकताको अन्तिम प्रयासमा जुटेका छन्। जनमत र नागरिक उन्मुक्ति पार्टी बीचको एकता विवाद, सङ्घर्ष र तिक्तता बीच सुरु त भएको यो पदीय भागभण्डा कसरी अगाडि बढ्न सक्ला? दुई पार्टी मिल्दा उनीहरूले आगामी राजनीतिमा कस्तो प्रभाव पार्लान्? यस्तै विषयको कुराकानीको लागि न्युज 8 लाइभमा जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतसँग हामी बुझ्ने प्रयास गरिरहेका छौँ। प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोड्ने हाम्रो प्रयास जारी छ। विशेष गरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको यो एकताले दिन खोजेको सन्देश र यसले मधेसको राजनीतिमा पार्न सक्ने प्रभाव लगायत दुई राजनीतिक दलको मेलले आम जनतामा दिने सन्देश र राजनीतिक समीकरणमा पार्ने प्रभावको विषयमा पनि हामी जोडिनेछौँ। यति बेला हामीसँग जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउत जोडिनु भएको छ। अध्यक्षज्यू, यहाँलाई न्युज 8 लाइभमा स्वागत छ। धन्यवाद। हजुर, अब नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी बीच एकता हुने र यहाँहरूको गृह कार्य पनि अन्तिम चरणमा पुग्यो भनिएको छ। तपाईँहरूको एकता घोषणा अब कहिलेसम्म होला? अब अहिले चाहिँ जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी दुईटीले आफ्नो कार्यदल चाहिँ बनाएको छ र कार्यदलहरूमा चाहिँ विभिन्न चरणमा पहिला छलफल हुनेछ र सबै कुरा टुङ्गो लागेपछि बल्ल नै घोषणा हुन्छ। अहिले मिटिङ बित्दै भइसकेको छैन। हजुर, अब एकताले त यहाँहरूको भनौँ शक्ति त प्रदेशदेखि केन्द्रसम्ममै बढ्ने देखिन्छ होइन? शक्ति बढेपछि त यहाँहरू सत्ता साझेदारीमा पनि नयाँ आयाम सुरु होला। कसरी अगाडि बढ्नु भएको छ? विशेष गरी मधेसले के पाउँछ यहाँहरूको गठबन्धनबाट भन्ने प्रश्न पनि आउला। अब सबभन्दा पहिला त हामीले यसलाई चाहिँ बडो एउटा ऐतिहासिक कदमको रूपमा लिएका छौँ, किनकि अब यो मधेस आन्दोलनदेखि नै अलिकति मधेसको जनमत छिन्न भिन्न भएको थियो
र कतै न कतै राज्य सत्ताबाट नै षड्यन्त्रपूर्वक हामीहरूले चाहिँ छिन्न भिन्न पारिएको थियो। मधेसीलाई अलग, थारूलाई अलग, मुस्लिमलाई अलग भनेर त्यस्तो एउटा भाष्य पनि सृजना गरिएको थियो। त्यसलाई तोड्दै अहिले 17 वर्ष पछाडि हामी एक हुँदैछौँ र यो बडो नै एउटा ऐतिहासिक परिघटनाको रूपमा नै लिएका छौँ र यसले पक्कै पनि हाम्रो शक्ति सङ्घमा र प्रदेशमा पनि बढाउने नै छ र त्यही अनुसार हामीले निर्णायक शक्ति बन्न सक्छौँ भनेर हामीलाई विश्वास छ। हजुर, अब जनमतको पकड खास गरी मध्य प्रदेशमा भए पनि नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिममा पनि देखिन्छ नि, त्यो समस्यालाई पूर्ण चाहिँ यहाँहरूको भूमिका कस्तो रहन्छ? के सन्देश जान्छ सुदूरपश्चिममा? यो चाहिँ एकदम राम्रो हो खासमा, किनभने हाम्रो भोट चाहिँ वा जनसमर्थन चाहिँ कम्प्लिमेन्ट्री छ। जहाँ नागरिक उन्मुक्ति छ त्यहाँ हाम्रो छैन, जहाँ हाम्रो छ त्यहाँ नागरिक उन्मुक्ति छैन। त्यही भएर यो चाहिँ एकदम बडो कम्प्लिमेन्ट्री जनमत हाम्रो छ र त्यो एक हुन गइराखेकोले यो बडो निर्णायक हुन्छ। हामी मेचीदेखि महाकालीसम्म नै पुग्न सक्षम भएका छौँ हुन्छौँ। हजुर, अब अर्को एउटा मुख्य प्रश्न पनि हुन्छ। अब जनमतको आफ्नो नेतृत्व तपाईँले गरिराख्नु भएको छ, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठले गरिराख्नु भएको छ। अब अध्यक्ष 2 हुने अथवा सहअध्यक्ष हुने भन्नेमा पनि विवाद छ अरे भनिएको छ। तपाईँ रञ्जिता श्रेष्ठलाई दोस्रो वरियताको अध्यक्ष बनाउन राजी हो अथवा रेशमलाल चौधरीलाई संरक्षक बनाइसकेपछि सहअध्यक्ष नै हुनुपर्छ भन्ने बटम लाइन हो, यो प्रश्न भयो यहाँहरूको? यो चाहिँ मुख्यतः यसमा खासै विवाद छैन। संरक्षकमा रेशमजी भन्नुहुन्छ, अध्यक्षमा मेरो छ र सहअध्यक्षमा नै रञ्जिताजीको छ होइन। 2वटा अध्यक्षीय प्रणाली भन्दा पनि पहिला अध्यक्ष मण्डलीय प्रणाली अपनाएर हामीले हेरिसकेका छौँ, अरू पार्टीहरूले हेरिसकेका छन्, त्यो सफल रहेन र अहिले निर्वाचन आयोगले पनि कतै न कतै त्यो अध्यक्ष मण्डलवाला व्यवस्थालाई वैधता नदिने जस्तो सोच राखेको हुनाले एकल अध्यक्ष प्रणाली नै हुनेछ र त्यसमा चाहिँ सहअध्यक्ष। अब एकल अध्यक्ष भन्नुभयो, अर्को प्रश्न जस्तो छ, डाक्टर बाबुराम भट्टराई पनि तपाईँहरूको यो एकीकरण प्रक्रियामा अगाडि आउने, साथ जाने भन्ने प्रश्न उठेको छ। डाक्टर बाबुराम भट्टराई आएर जोडिनु भयो भने उहाँले नेतृत्व नलिकन तपाईँहरूको एकता प्रक्रिया पूर्ण हुन्छ होला त? त्यसो भए यो चाहिँ खासमा 2वटा पार्टी बिचमा मात्रै हो। हजुर, तर त्यति भन्दै गर्दा चाहिँ अरूको लागि चाहिँ निषेध चाहिँ पक्कै पनि होइन। उहाँहरू चाहिँ पार्टी प्रवेश गर्न सक्नुहुनेछ र उहाँ चाहिँ पुरै पार्टी प्रवेश गर्ने कि आंशिक रूपमा केही मान्छे मात्रै प्रवेश गर्ने कि त्यो उहाँकै कुरा होला र यस विषयमा खासै मलाई चाहिँ कुनै संवाद भएको भनेर जानकारी छैन, म संवादमा पनि छैन। यो एउटा किसिमको हल्ला मात्रै हो त्यसो भए? हल्ला मात्रै। हजुर, अन्त्यमा जाँदै अध्यक्षज्यू, जस्तो सांसद सङ्ख्या मात्रै बढ्ने र यहाँहरूको शक्ति बार्गेनिङ बाहेक आम रूपमा जनताले के पाउँछन् यो 2 पार्टीको एकीकरणले? सबभन्दा पहिला त एउटा मतलब के भन्छ, मानसिक रूपमै जनताले सशक्त भएको महसुस गरेका छन्, किनकि जनतामा ठुलो उत्साह छ। यो अरू 2वटा पार्टीहरू मिल्दाखेरि त्यो उत्साह देखिँदैन थियो, तर जनमत पार्टी र नागरिक मुक्ति पार्टी दुइटै आन्दोलनबाट उठाएको इमान्दार पार्टीको रूपमा परिचित पार्टीहरू चाहिँ मिल्न लाग्दाखेरि हामीभन्दा बढी जनता उत्साहित भएका छन् र उनीहरू चाहिँ एकदम अब चाहिँ हाम्रो माग पुरा गराउन सकिन्छ, सीमान्तकृत वर्गको माग पुरा गराउन सकिन्छ भनेर आत्मविश्वास देखिएको छ र त्यही अनुसार नै हामी पनि खर उक्लिने प्रयास गर्नेछौँ। हजुर, गणतन्त्रमाथि नै प्रश्न उठेको छ नि अहिले पछिल्लो समय। तपाईँ त झन् नौलो गणतन्त्र भन्नुहुन्छ, तपाईँहरूले कस्तो व्यवस्थालाई चाहिँ पक्षपोषण गर्नुहुन्छ त? अब गणतान्त्रिक व्यवस्थाकै दोष होइन, तर यसमा अरू जुन संयन्त्रहरू छन् त्यसमा पक्कै पनि केही त्रुटिहरू देखिएका छन् र त्यही भएर पनि गणतन्त्रमा यदि केही असन्तुष्टि देखिएको छ भने त्यसलाई सच्याउँदै नौलो गणतन्त्रतिर अगाडि बढ्ने हो, पछाडितिर जाने होइन भनेर हाम्रो मान्यता हो र त्यही अनुसार नै हामी भन्दैछौँ कि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञहरू सम्मिलित मन्त्री परिषद र संवैधानिक निकायका प्रमुखहरू पनि प्रत्यक्ष निर्वाचित हुने गरी र हामी त यो पनि भन्छौँ कि आर्थिक नीतिको रूपमा सामाजिक लोकतन्त्रले अंगीकार गर्ने गरी अगाडि बढ्नुपर्छ। यो देशको निकास अब त्यसबाटै सम्भव छ भन्ने हामीले विश्वास लिएका छौँ। हजुर, हस्, धन्यवाद यो समय र संवादको लागि। धन्यवाद। दर्शकवृन्द, उहाँ हामीसँग जोडिनु भएको थियो जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउत। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता प्रक्रिया र यसले दिने सन्देश र पाउने उपलब्धिहरू के छन् यस विषयमा हामीले समीक्षा गरेका थियौँ। अब बाँकी प्रसङ्ग, संविधानले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि मुलुकका कतिपय सामुदायिक विद्यालयहरूले अभिभावकहरूसँग नियमित रूपमा शुल्क असुल्ने गरेको खुलासा भएको छ।
स्थानीय तह र विद्यालय व्यवस्थापन बीच अधिकार क्षेत्र र निर्णयमा असमझदारी बढ्दा कतिपय सामुदायिक विद्यालयहरूमा समस्या देखिएका छन्। विद्यालयहरूको अनुगमन नहुनु र शिक्षकहरू समय सापेक्ष हुन नसक्दा पनि विद्यालयहरूको गुणस्तर खस्किएको हो। एक रिपोर्ट। सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि शिक्षाको गुणस्तर भने सुधार हुन सकेको छैन। कक्षा 10 सम्म निशुल्क शिक्षा लागू गरिए पनि सामुदायिक विद्यालयहरूले नै शुल्क असुल्न बाध्य छन्। निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न भन्दै अंग्रेजी माध्यमको पाठ्यक्रम लागू गरेका देशैभरका सामुदायिक विद्यालयले विद्यार्थीसँग शुल्क असुली गरेका छन्। विद्यालयको माग अनुसारको शिक्षक दरबन्दी नहुँदा हरेक विद्यालयले निजी स्रोतका शिक्षकहरू राख्नुपर्ने बाध्यता भएकोले सहयोग उठाउनु परेको ती विद्यालयहरूले बताएका छन्। शिक्षकहरूको पेशागत अवस्था, स्थानीय विद्यालयको सुशासन नीति र समावेशी शिक्षाको कार्यान्वयनको अवस्थाबारे शिक्षा पत्रकार समूहले विभिन्न जिल्लामा अनुगमन गरेपछि सामुदायिक विद्यालयले शुल्क उठाइरहेको भेट्टाएको छ। बजेटको अभाव, विद्यालयमा राजनैतिक हस्तक्षेप र स्थानीय तह र विद्यालय बीचको अधिकारको अन्योलले उत्पन्न गरेको समस्याका साथै यसको समाधान सहितको सुझाव समेटेर तयार पारेको शिक्षा पत्रकार समूहले सरकारलाई बुझाएको छ। प्रतिवेदन बुझ्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालयको तहको शिक्षामा व्यापक सुधार गरी शिक्षकको क्षमता वृद्धि गरी गुणस्तरमा जोड दिने प्रतिबद्धता जनाएकी छिन्। सुधार हुँदैछ तर चुनौतीहरू छन्। त्यो चुनौती सामना गर्न तीनै तहको सरकारको साझेदारी आवश्यक छ र मूलतः हाम्रो संविधानले विद्यालय शिक्षाको कुरा गर्दा स्थानीय पालिकाहरूलाई एकल अधिकारको रूपमा व्याख्या गरेका छ र त्यो अधिकारलाई कार्यान्वयन गर्नका लागि हाम्रो ऐनहरू समेत बनिसकेको अवस्था छ। मुलुकको समग्र शिक्षाको विकासमा राज्यको लगानी र दृष्टिकोणमा नै परिवर्तन आवश्यक भएको भन्दै मन्त्री भट्टराईले शिक्षकहरूलाई तालिम, पाठ्यक्रममा परिमार्जन र पालिका र विद्यालय बीच राम्रो समन्वयको खाँचो रहेको बताएकी छिन्। पहिलो कुरा त हामी संघीयतामा रहिरहेको अवस्थामा हामीले संघीयतामा कस्तो अभ्यास गरिरहेछौँ भने यहाँबाट स्रोत पठाइदिएर छोडिदिने, सङ्घले स्रोत पठाइदिने, प्रदेशले पनि स्रोत पठाइदिने, स्थानीय तहले के गरिरहेछ भन्ने कुराको अनुगमन पनि छैन, मूल्याङ्कन पनि छैन। अनि त्यसको समन्वय गर्ने निकायहरू चाहिँ खडा भएर बसेका छन्, तिनीहरूले समन्वय गर्न सकेका छैन। त्यो चाहिँ आजको हाम्रो अवस्था हो। पाल्पाको माथगढी, च्याङ्जाको वालिङ र नवलपरासीको कावास्रोतीमा रहेको शिक्षकहरूको पेशागत अवस्था, स्थानीय विद्यालयको सुशासन नीति र समावेशी शिक्षाको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरेको शिक्षा पत्रकार समूहले जनाएको छ। प्रतिवेदनमा विद्यालय तथा शिक्षकको समस्या समेत समेटिएको छ। शिक्षकको नेतृत्वमा पेशागत विकास कार्यक्रम सञ्चालन गरिनुपर्छ। पेशागत विकासका कार्यक्रमहरूलाई व्यवस्थित र व्यापक बनाउनुपर्छ। पारम्परिक तालिम प्रणालीमा सुधार गरिनुपर्छ। शिक्षणका लागि उपयुक्त शैक्षिक सामग्री र बजेटको व्यवस्था गरिनुपर्छ। शिक्षक मेन्टरिङ कार्यक्रमको विस्तार र सुधार गर्नु रहेको छ। मुलुकको विद्यालय तहको शिक्षामा शिक्षकको पेशागत विकास, अनुगमन र कार्यान्वयनमा कडाई, कक्षा कोठामा नयाँ प्रविधि र प्रयोग, शिक्षा सेवाको नीतिमा सुधारको साथै शिक्षकको पेशागत विकासमा पर्याप्त स्रोत साधनको लगानी आवश्यक भएको शिक्षा क्षेत्रका विज्ञहरूको भनाइ छ। शिक्षाको गुणस्तर र विकासमा मुलुकको तीनै तहको सरकार बीच प्रभावकारी समन्वय नहुँदा मुलुकको शिक्षा कार्यक्रम र राज्यको शिक्षामा लगानी प्रभावकारी बन्न सकेको देखिँदैन। न्युज 24 टेलिभिजनका लागि क्यामेरामा महेश्वर केसीको साथमा टिभी जर्नलिस्ट नवराज चालिसेको रिपोर्ट। न्युजहरू अझै बाँकी छन्, अब पालो ब्रेकको। हामी निरन्तर न्युजमा छौँ। अब स्पोर्ट्स न्युज। स्पोर्ट्स न्युजका साथमा एनसेल सधैँ अन। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले जित निकालेका छन्। भैरवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई 131 रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। यस्तै तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा एपीएफले गण्डकी प्रदेशलाई 31 रनले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहँदै फाइनल सम्भावना कायमै राखेको छ। यस्तै दाङको लमई स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा किरण कुमार ठगुन्नाको कीर्तिमानी शतकमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि 31 रनको जित निकालेको छ। अब वेदर अपडेट। वेदर न्यूजका साथमा एशियन पेन्ट्स।
अन्त्यमा पुनः हेडलाइन्स। पूर्व राजा ज्ञानेन्द्रबाट 2 पटक धोका र जेलसम्म भोगेका देउवा आक्रमक, राप्रपाको सभापति बन्न सुझाव, राजा बन्न लायक नभएको भन्दै सबैले दुःख पाउने दाबी। माओवादी हुँदै नेसपा नयाँ शक्तिसम्म पुग्दा रोकिएन बाबुरामको राजनीतिक यात्रामा एक्लिने क्रम। उपेन्द्र भन्दा तल्लो वरियता स्वीकारेका बाबुराम सिके रेशमसँग नजिकिँदै वैकल्पिक राजनीतिको आगोको राप लिने अर्कै। ट्रम्पको आदेशपछि रोकिएको एमसीसी परियोजना अघि बढ्यो। अमेरिकाले ग्रीन सिग्नल दिएको दाबी। एमसीसी परियोजनाका विभिन्न कार्यक्रम समयमै नसकिए नोक्सानीको खतरा। कर्णाली र लुम्बिनी प्रदेशमा छाउपडी प्रथा समयक्रमसँगै घट्दो क्रममा। मर्यादित महिनावारीको चर्चा, धामी छाप्ने पनि अन्धविश्वास हटाउन सहयोगी बन्दै। केटाहरूले घर पनि आमा बुवा यस्तो गर्नुहुन्न भनेर हामीलाई जनचेतना दिन्छन्। र सरकारको ठुलो लगानीका बीच शैक्षिक गुणस्तर वृद्धि हुन नसक्दा प्रश्न समावेशी शिक्षामा जोड, पाठ्यक्रम परिमार्जनदेखि स्थानीय तहलाई जोड्ने शिक्षा मन्त्रीको प्रतिबद्धता। स्थानीय तहले के गरिरहेछ भन्ने कुराको अनुगमन पनि छैन, मूल्याङ्कन पनि छैन। न्युज 8 अहिलेलाई यति नै। जाँदै ताली र गालीका लागि हामीले सोधेको प्रश्नको अन्तिम नतिजा यसपछि प्रसारण हुने कार्यक्रम सीधा कुरा जनतासँगमा हेर्न नभुल्नुहोला। थप न्युजका लागि हाम्रो वेबसाइट www.news24nepal.com हेर्नुहोला। साथै हामीलाई फेसबुक, एक्स र युट्युबमा पनि फलो गर्न सक्नुहुनेछ। यस्तै मोबाइल, भाइबर र इमेलबाट 24 टेक्स्टमा समस्या र गुनासो गर्न सक्नुहुनेछ। अहिलेलाई बिदा दिनुहोस्, हामी निरन्तर न्युजमा छौँ। नमस्ते।